म गाई त चिन्दथे तर खेत चिन्ने थिएन अनि आफ्नो छेउ खेत अब कहाँ छ छैन गाइस मक्का हेलो नमस्ते जय श्रीराम गाइस हजुर सबैलाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा र आजको भिडियोमा चाहिँ म बारीबाट स्टार्ट गर्छु किनकि म बारीबाट जानेछु म खेतमा र हाम्रो खेतमा के रोपेको छ भन्ने कुरो हजुरहरूलाई थाहा छैन होला गाइस मैले किनकि देखाएकै छैन किनकि म आफ्नै खेतमा आफै गएको छैन र आज चाहिँ जाँदैछु र मसँग एउटा लठुवा पनि उता जाँदैछन् अगाडिपट्टि अघि अघि र यो जङ्गल पनि हाम्रै हो जङ्गलघारी यो तामुलबारी जङ्गलघारी यो हाम्रो जङ्गलघारीबाट निस्क्यौँ अब खेततिर होइन खेत यहाँ छैन अझै अगाडि छ ऊ पर पोहोर पराहरूसम्म नि त त्यसरी खेत अब गाउँहरू अब भन्थ्यो जा खेतमा हामीहरूको खेतनेरि गाई बाँधेको छ सार आइज भन्थ्यो म गाई त चिन्दथे तर खेत चिन्ने थिएन अनि आफ्नो छेउ खेत अब कहाँ छ छैन थाहा छैन खेत कहिले थाहा हुन्थ्यो भने बर्खा जहाँ बाउ बेगा नि त्यही आफ्नो खेत जस्तो लाग्थ्यो अर्काकै खेतमा यसो बात मार्ने बाउ बगाएर छन् भने पनि त्यही चाहिँ आफ्नो जस्तो लाग्यो म पनि आफ्नो खेत चाहिँ चिन्ने थिइनँ अहिले चिन्न थाल्यो यता गाइस म चाहिँ हाम्रो खेतमा चाहिँ के छ भन्दाखेरि मकै र यो साना साना हुन् नि यी चाहिँ हाम्रोको होइनन् ऊ पर अग्ला अग्ला देख्नु हुँदैछ नि गाइस यहाँ यो अग्ला अग्ला चाहिँ हाम्रोको मकै हुन् हाम्रोका मकै पनि हाम्रो खेतमा फलेका मकै र जाँदैछौँ फलेका छन् कि छैन मलाई त्यो थाहा पनि छैन हेर्न सक्नुहुन्छ गाइस मकै 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 हाम्रो यसपालि माने यता पनि मकै उता पनि मकै ए मकै बारी दर्याम दर्याम हरिया काँक्रा गरम गरम भने जस्तो भइरहेछ गाइस यो मकै चाहिँ हाम्रो होइन गाइस हाम्रो मकै चाहिँ को थाहा छ हाम्रो मकै कुन चाहिँ भन्दाखेरि उ त्यो अग्ला अग्ला जुन चाहिँ अहिले फलेका छन् भने टिपेर लान्छु भनेर आएको गाइस म चाहिँ होइन अब फलेका छन् कि छैनन् फाइनली म चाहिँ आइपुगेको छु हाम्रो मकै बारी यो मकै बारी होइन मकै खेत खेत हो हामी धान रोप्छौँ बर्खा यसपालि चाहिँ मकै रोपिएको छ यहाँ र कति मकै छ म हजुरलाई देखाउने छु यता मोबाइल यताले तेरो हात लम्केन यताले यहाँदेखिबाट कति मकै छन् अब म छिरेर मकै चाहिँ यहाँ रहेछन् कि तर हेर्नु कस्ता खालको भन्दाखेरि ए भर्खर भर्खर यी दारी उम्रिँदै रहेछन् होइन गुटी पलाएका छैनन् मकैका घोगा लागेका छन् भने घोगा घोगा कसलाई भन्छन् फेरि त्यो पनि जान्दिनँ फेरि अब धर्नु 10-15 दिन फेरि चोर्न आइपुग्ने हुन्छ होइन गाइस अझै 2-4 महिना पछाडि फल्छन् 2-4 महिना पछाडि फल्छ अब तपाईँहरूलाई म यसो मकै घारी देखाउनको लागि चाहिँ यहाँ चढ्छु चढ्छ ए मोबाइल ले मकै कति छ भन्ने एउटा अन्दाजा लगाउनु यहाँ होइन हेर्नु वहाँदेखिबाट राम्रो यताबाट यता 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 यहाँ यो अग्लो अग्लो जति पनि मकै छ मेरो मात्रै होइन यसको पनि छ है फेरि यता हेर आगर र गाइस देख्न सक्नुहुन्छ यता मकै घारी मकै बारी ओ दर्याम दर्याम मैले सोचिरहेको थिएँ एक दुईवटा टिपेर लान्छु खानको लागि तर भइसकेको रहेन खाने टाइपको र गाइस यो मकै घारी होइन मकै घारीको बिचबिचमा पसौँ भनेर देखाउनु यो गाइस मकै म भित्र आएँ त यता पनि मकै यता पनि मकै यता पनि म तर मकै खाने बेला भएको छैन नि खाने बेला भएको छैन म लिएरै जान्थेँ भएका छैनन् टाइम लाग्छ गाइस अझै टाइम लाग्छ मकै नै मकै छ गाइस मकै नै मकै राम 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 यो चाहिँ आफ्नै खेतबारीको करेसामा फलेको मकै मकै भन्दाखेरि मकै यहाँ पनि मकै गाइस मकै र यही देखाउनलाई हजुरहरूलाई म वहाँदेखिबाट यहाँ आएँ आफ्नो खेत लगभग मेरो घरबाट कति छ 1 किलोमिटर त छैन होला बाटैबाट आउनु भने त छ खेत आउनु भने धेरै छैन र यही देखाउँदै आजको भ्लग चाहिँ गाइस यतिमै समाप्त गर्छु जय श्रीराम।